हेलो गाइज वेलकम टु माई ब्लग इट्स मी समित गुरुङ अनि आज हामी यहाँ धेरै पछि ब्लग गर्न जाँदैछौँ। आज हामी हाम्रो होस्टेल टुर गर्न जाँदैछौँ है। हुन्छ हुन्छ यस्तो घाम लागेको छ जापानमा। अहिले कति बजेको छ हुन्छ हुन्छ नै देखाउँछु म तपाईँलाई कति बज्यो। 1:55 भइसकेको छ। हामी 1:55 हामी 1 बजी उठेछौँ। राति सुत्दैनौँ हामी किनकि हामी निद्रै आउँदैन हामीलाई है। हुन्छ हुन्छ यस्तो छ हालत है। केटाहरू मात्रै भएपछि यस्तै हो हालत होइन। रुमको हालत त्यस्तै छ है। के भन्ने त अब रुम टुर गर्न जाँदैछ हजुरहरूलाई। यो चाहिँ मेरो यताको रुम हो न, मेरो चाहिँ यो त रुम हो न। हेर्छ झन्डै झन्डा छ। हामी उयो नेपाली यो यो हामी नेपाली हाम्रो नेपाल है। हेर्छ यहाँ ऐना पनि छ हाम्रो। ओइ सरी झुकेर देखियो के गरिने है। हेर्छ समराई कप 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 दिन्छ होइन। हजुरहरूलाई मुनि पनि देखाउँछ हुन्छ है। यहाँ झन्डा छ है। झन्डै झन्डा छ हाम्रो त झन्डै झन्डा। जाडो छ त्यो पनि बाल छैन है। च्या मोजा बनाएर च्या हुन्छ हजुर हाम्रो बारी देखाउँछौँ। ढुक्का खोजेको चाहिँ टक्क बारी देखाउँछ। हाम्रो यो बारी हो। हाम्रो यहाँ उम्रिसकेको छ के यहाँ त्यहाँ लसुन ससुन उम्रिसकेको छ है। वेदर हेर्नुहुन्छ आजको हाम्रो यहाँ त्यो छ के भन्छ यसलाई ऊ त्यहाँ पनि छ होइन। के भन्छ यसलाई भुलेँ। हामी राति खान्छौँ होइन छोडेर। हाम्रो साइकल पनि दिन्छ यस्तो साइकल छ है। अब बिल आएको छ कि आज भन्नुपर्दा चाहिँ हाम्रो किचन यस्तो छ है। यस्तो छ किचनको हालत है। एउटा बाथरुम छ एउटा त्यो छ। अब यहाँ सूर्यक ल्याइदिएको छ बल्ल बल्ल अस्ति भनेर है। हो यस्तो छ गाई है। यस्तै छ हामी दिन्छौँ चाहिँ यस्तो अँध्यारो छ। के छ भाइ के ब्लगमा के भन्दै त भाइ छिटो। त्यस्तो के छैन मजा आछ बिल आएको छ मजा आएको छ है। कति आएको छ तिम्रो बिल? 5600 5600 आएको छ। ल भन्दैछ तिम्रो कति आएको छ त अनि? 3500 तिमी 3500 5000 छ। त्यही 5000 ए साइकल त्यहाँ हेर न त्यहाँ बिल तिमी नतिरे नि हुन्छ कि। तिम्रो ब्लक गरिदिने हो त्यो सिम त्यो ब्लक गरिदिने हो नचलाइदिने ब्लक के चाहिँ तिम्रो पहिलाको ई सिम हो कि त्यो तिमीले पहिला ई सिम पहिला चलाएको थियौ नि सर्भिस सिम हो। त्यसको चार्ज हो कि हुन त त्यो तिमीसँग थिएन पहिले अनि तिमी चलाएको होइन। यहाँ छ कि मसँग छ साइकल जस्तो तिमीले देखाएको छैन नि आऊ आँटिसक्यो बिचरा बिल देखेर होइन। अस्ति यहाँ देख्छ हेर्नुहुन्छ यहाँ बिल छ। यहाँ सबैको बिल आइसकेको छ। यहाँ छ कि साइकल किन आत्तिको त्यो चाहिँ यहाँ छ त 3552 सकिसक्यो उसको नि। तपाईँ बिमल कहाँ छ कुन हेर त थापा देख्छ यहाँ खै कहाँ हेर्छ उसको बिल पनि थापा बिमल हेर्छ यहाँ थापा बिमल आइसकेको छ। उसले सिम किन चलाएको छ हेर तिम्रो 51 चाहिँ आइसक्यो। 51 5185 के बोल्न चाहन्छ तिमी? ब्लग हो क्या त्यस्तो रफ नबोल न। काटेर हाल्यो कि मेरो नदेखाऊ म के पनि हुन्न। यत्रो बिल आएको छ तिम्रो के गर्ने अब सबको बिल आएको छ के गर्ने अब नचलाइने बिल आएको छ चलाइने बिल आएको छ जापान हो। 5000 कति आएन मेरो त्यही हो हाम्रो सबको एउटा त्यो बाइक अब अर्को पनि तिर्न पर्यो फेरि खै पर्छ पर्न खै के हो थाहा छैन अब के हो। अब हामीले अस्ति भर्खरै तिरेको है बिल। अब हामीले लगभग 12-13 हजार चाहिँ एक्सपेन्सेस मेरो त बिल मात्रै छुट्याउनु पर्दो रहेछ कि। पेन्सनको नि आज यो पेन्सनको के गर्ने के थाहा छैन नि। के पेन्सनै आएको छैन हाम्रो बुढै भएको छैन पेन्सन आउनु लाग्यो जापानमा आएर यार पेन्सन पैसा तिर्नुपर्छ भन्छ के तिर्नुपर्छ। पेन्सन छ हाम्रो फ्रिज हेर्छ के छ फ्रिजमा के छ केही छैन चिसो छ। अनि हेर्छ यहाँ मासु कतार छ मासु छ टमाटरको पेस्ट छ है। के छ दुध छ खुर्सानी छ निबुको अचार निबु छ घिउ छ धेरै चिज छ है। अब यस्तै छ हेर्छ हामी अब अलिकति पढ्न पर्छ। पढ्ने अवस्था हो अब के गर्ने घर बस्ने
पढ्ने त हो अब लेसन 6 के हो यो आउँदैन पढ्न वातासी म वातासी ताची भनेको हामी आना ता भने तपाईँ मिनासान भने सबैजना यसै पढ्ने बस्ने है बुपर छ बुपर बजाउने बस्ने सुत्ने खाने हग्ने मुत्ने कामै केही छैन खाना पराएको छ खाना खाइन्छ अब यस्तो घाम लागेको छ हेर्नुहुन्छ अब के छ केही छैन काम ल अहिले एकछिनमा दिउँसोतिर यस्तो दिउँसो घुमेर होइन बेलुका ब्लग हाल्छु दिउँसोतिर यसो अब आज चाहिँ हामी टक्क हाम्रो घरतिरको बल ठाउँहरू देखाउँछु बल त के भन्ने खोलातिर देखाउँछु खोलाको ब्लग गर्छु ल के हामी चाहिँ बाहिर निस्किसकेको छौँ है हामी चाहिँ यो हाम्रो घर हो यो चाहिँ हाम्रो घर हो यहाँ चाहिँ साइकल अब हामी चाहिँ यहाँ स्कुलतिर चल्दिन लागेको छौँ हाम्रो चाहिँ बिल आएको छ 5500 त्यस्तो समथिङ गरिरहेको छ कोन्चिवा अनि 5500 आएको छ अनि हामी चाहिँ किन आएको छ 2700 बिल भन्थ्यो अनि चार्ज त आयो होला होइन तर के को चाहिँ हो भने खासमा चाहिँ हाम्रो साथीको हो कि त्यो चाहिँ सिमैले हेर्दैन सर्भिसिङको कति आएको छ 52 भनेर आएको छ हाम्रो जस्तै आएको छ अनि किन आएछ भने चाहिँ बुझ्दैन हो साथीहरू कता गयो मलाई छोडेर गएको छ उठ्यो हिँड्छ उठ्यो हाम्रो साथीहरू जापानिज स्ट्रिट हिँड्छ स्ट्रिट कस्तो छ हाम्रोतिरको यस्तो छ है अब यति छ है अब हामी माथि जान्छौँ माथि गएर टक्क के भन्छ सुन्तला हिँड्छ सुन्तला यस्तो मिठो मिठो हुन्छ सुन्तला मेरो बेलामा छोडेर खानु पर्छ हुन्छ कोन्चिवा बोल्दैन सर रिस चाहिँ के मलाई यस्तो गरेर भन्दाखेरि डिसरेस्पेक्ट गरेँ नि त कसरी किन त्यो गर्नु मन लाग्छ डिसरेस्पेक्ट गरेपछि भन्नै मन लाग्दैन बोल्नै मन लाग्दैन होइन ब्लग हो क्या ब्लगमा आएको छौँ यस्तै छ है गाइज अब हाम्रो चाहिँ यहाँ कुसरी छ मेडिकल सप छ है यहाँ कि बिएम भयो मेडिकल सप छ यहाँ महँगो होला है तर बन्द रहेछ कि त्यो अगाडिको केटाहरू यहाँ टक्क चट्ट पारेमा हामी जान लागेको छौँ यहाँ त मन्दिर छ है मोनास्ट्री छ आज हामी यता माथिबाट जान्छौँ लेट्स भिजिट हामी चाहिँ यताबाट जान्छौँ आज देखाउँछ यहाँ च्यान्डाडै छ मलाई थाहा छैन यहाँ एन्ट्री छ कि छैन यस्तो च्यान्डाडै छ है ओहो डर लाग्यो जाने कि नजाने त्यहाँ मन्दिर छ डर लाग्यो मलाई जान्न म फेरि जापानिज भूत आयो भने त टेन्सन हुन्छ जापानिज भूत आयो भने त म भाग्छु मा साथीहरू चल्दै यो चाहिँ छ है के हो यस्तो बवाल देख्यो है अब बवाल देखेछ यार यहाँ चाहिँ के हो थाहा छैन कि तर यो के हो यस्तो आई डोन्ट नो एक्ज्याक्टली त होइन हामी चाहिँ माथि हाम्रो चाहिँ यहाँबाट गएको यहाँ माथि जुन चाहिँ यस्तो दामी कारहरू हुन्छ यहाँ टक्क हाम्रो यो नियन विलनेस चाहिँ उयो है नियन विलनेस यदि यो जापानबाट हेर्नुहुन्छ भने ऊ त्यहाँ त भुरा कति धेरै नियन विलनेसको जन्तुहरू रहेछ भिडियो गर्नु चाहिँ म यस्तै बवाल देखिन्छ त्यहाँबाट हेरेर होला मलाई लाज लाग्छ म अहिले भिडियो गर्न चाहन्छु है किनकि यो चाहिँ नियन विलनेस हो यो चाहिँ हाम्रो कलेज हो होइन त्यहाँ कति धेरै माथिबाट हेरेर चाहिँ लात लाग्छ अवस्था यता जाऊँ न यता यहीँ छ त खै बाटो हो तर छिर्नु दिन्न कि यहाँ छिर्दिन्न बाटो त हो तर छिर्नु दिन्न कि यहाँबाट छिर्दिन्न है त्यो बाटो छैन यहाँ त्यो जापानी त यहीँबाट आयो त लाग्छ है यहाँ गल्फहरू खेल्छ नि बबाल मजा आउँछ कि केही भन नि त नियन विलनेसको बारेमा कस्तो भइरहेको छ नियन विलनेस आएर जापान आएर कस्तो भइरहेको छ भन न कलेज जान लागेको छ हामी यो कलेज लाइफ हाम्रो कलेज भित्र गएर छिरेर देखाउँछ अहिले हाम्रो गएको हेर्नुहुन्छ है यो वेलनेस दिएको छ तर कुनै गाडी चल्दैन यहाँ फकिङ आइदैन के होइन
यहाँ रोपिन्छ यस्तो हुन्छ है हामी चाहिँ अब जान्छौँ अब उता जिम छ होइन उता चाहिँ त्यो गार्डन छ प्ले गार्डन छ खेल्छ होला कोही कोही होइन उता हेर्नु हुन्छ प्ले गार्डन मन्टेसरी जस्तो छ तर हाम्रो आइपुग्यो नि के को आयो फेरि विनेशको गाडी आयो होइन कुकुर छ ऊ कुकुर पनि बबल बबल हुन्छ फेरि विनेशको त्यति चाहिएको कुकुर विनेशको कुकुर हेर्नु सक्नुहुन्छ यस्तो हुन्छ यता चाहिँ कुकुर चाहिँ यति कुकुर चाहिँ यस्तो हुन्छ कि गाडी हुन्छ गाडी 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 उही बबल बबल गाडी है साथीहरू त्यहाँ पुगिसकेको छ हाम्रो साथीहरू है मित्रहरू कस्तो टिरिक्क घाम लाग्यो है हुन्छ अब हामी चाहिँ के गर्ने केही नगर्ने घरतिर जाने अब घरतिर चल्दी भानै छ क्या अब चाहिँ अब किनकि हामीलाई केही पनि छैन क्या सोही कार छैन क्या है अब हामी जाऊँ खोलातिर जाऊँ न त कति बजी 4 बज्यो खोलातिर जाऊँ आज डुलम यतिकै 1:35 जाम यसो देशी पैसा ल्याएछ कति पैसा ल्याएछ देशी पैसा जानु पर्ने हो क्या किन के ल्याउनु टमाटरको पेस्ट छ त नि चाहिएको त्यो सक्यो मिठो नगि सक्यो होला नि 1-2 दिन लाग्छ रे आउन ओ आयो भने हेर्न मात्र जाने कि मतलब त्यता जाने नि आयो भने जाम न त अरू त्यतिर के छ भाइ चल्दैमै ल गाडी देखाइदेऊ न यता गाडी तिमीसँग पैसा छैन हो कि पैसा त्यसो छोड्यो त्यसो पक्ष पुग्छ त्यसले छैन छैन हेरौँ न त नि अस्ति नै गयो के पैसा हराइदियो ल छोड्यो अब यहाँबाट टक्क होइन आज चाहिँ हामी राति के चोर्छौँ रे क्युबिक होइन किवी त्यो चोर्ने आज माया गर्छौँ ओट फुटेर छ हेर्नु ओट फुटेर कस्तो भएको छ मैले यो मलाई किनिदिएको भने यो लेमन थियो कि त्यहाँ ओट फुटेर यस्तो भएको छ मेरो है हुन्छ यस्तो छ यतातिर उयो कपाल खोलेर हिरो भएको छ अग्निपथ फिल्म कस्तो भएको छ अब हामी चाहिँ यसो पार्कतिर गएर म त हजुरलाई भिडियो देखाउँछु है गाडी ल ल ल ल सुजन डिङ 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 यसो गर न म गर्छु हाम्रो साथी चाहिँ जान लागेको छ साथी एउटा पल्टनबाट नाच्देऊ न एउटा पल्टनबाट नाच्देऊ न एकचोटि साथी यार प्लिज साथी एउटा डान्स हान्देऊ न कसलाई प्लिज साथी एउटा डान्स यता हेर तिमी डान्स हान त ल 1 2 गो ल कट्टु बनाइ त कट्टु ल उसले लौरे ड्रेस लानु एउटा डान्स त लान्छ 1 2 3 गो हान लामो एउटा छिटो ओइ एउटा पल्टनबाट के टुल्लु गुल्लु बेबी गुल्लु होइन ल 1 2 3 गो पल्टनबाट छिट्टै आऊ माया लु आइसकेको छ ट्रेन हाम्रो साथीको चाहिँ ट्रेन आइसकेको छ है अब चाहिँ हाम्रो साथीलाई सेफ फ्लाइट भन्छौँ हामी होइन किनकि हामी सेफ फ्लाइट सेफ जर्नी अब सेफ जर्नी टु फुसा टु आबिको मेरो साथी ऊ तीनटा प्लेन चढिसकेर गइसक्यो होइन बाई साथी नजाऊ कि तिमी मेरो साथी राम्रो छ छिटाऊ है 18 मिनेट लाग्छ भात पकाएर राख्छु म तिमीलाई तरकारी के बनाउने हो तरकारी के बनाउने हो भन न भनेको ल रे तरकारी के बनाउने हो के यो ट्रेन जान्नै यो ट्रेन चाहिँ होइन अर्कै हो त नाइट त जाने हो ल हामी चाहिँ अब टक्क एकछिनमा चलिदिन्छौँ अब साथीको ट्रेन आउँछ अनि साथीको ट्रेन आएपछि हामी चलिदिन्छौँ होइन चल्दिन्छ हामी होइन यसरी 1 2 त्यसो कि 1 2
हरिको पल्टनबाट छिट्टै आऊ माया हो कि अब के भन्दै यस्तो छ है अब साथीले हामीले लिप गार्ड पनि छोडिदिएको छ हुन्छ मिठो छ यो बास्ना चाहिँ होइन मिठो छ कि यो बास्ना चाहिँ अब साथी ट्रेन आउँछ हामी पनि चलिदिन्छौँ हाम्रो घरतिर गएर खाना बनाउँछौँ हामी पनि के गर्दा नि हामी पनि कति के गर्ने हामी कामै छैन फिल्म हेर्नु पऱ्यो कुन फिल्म हेर्ने आज टुल्लु बेबीको फिल्म कुन कन्तारा हो त्यो कान्तारा ल अब ट्रेन पनि गइसकेको छ है अब चाहिँ अब भ्लग पनि धेरै वर्ष लाग्यो अब उतातिर सेभेन लाइनतिर छिरेको छ सिरियलमा गएर त्यो किन छ है अहिले भेटौँ न ल बाई उता गएर भेटौँ न घर पनि आइयो अब इट्स टाइम टु इन अ ब्लग है अब म चाहिँ यहाँ घर आउने बित्तिकै आमासँग बोल्दैछु आमा ब्लगमा केही भनिदिनु त कोही नि पाएन रोहनले नि जागिर खास अरे बिचरा रोहनलाई फोन गरेको ठुलो मम्मी म त आज दुई दिन भयो जागिर खास यहाँ काम गरेछ भन्छ अनि फेरि यहाँ गनाएर चाहिँ रोक्नु म कोठामा गनाएर एकछिन है म स्प्रे ल्याउँछु ओइ सुशान्त स्प्रे देऊ त गनाएर चाहिँ कोठामा ढुङ्नु गनाएर मजा गनाएर केटा केटा स्प्रे अर्को स्प्रे त्यो को कता को छ र यहाँ हाम्रोमा छैन कि कोही नि भनेको अर्को किन म अब स्प्रे भर्खर स्प्रे लगाएको थिएँ लिएर आएको थिएँ म स्प्रे छर्छु है अब चाहिँ लेट मी म चाहिँ स्प्रे अब छर्न जाँदैछु है गनाएको छ कि लास्टै के गर्नुपर्ने लास्ट गनाएको छ कि कोठै मोजा डुङडुङ गनाएको छ कि केटाहरू आउँछ अनि केटाहरू आएर भयो कि अब यो टक्क राख्ने हो यता त्यो लुगा राख्नुपर्छ फेरि केटाहरू युज गरिदियो भने टेन्सन हुन्छ नि त चाँडै भ्याइन्छ भर्खर ल्याएको छ आज भर्खर ल्याएको छ होइन गना सुत्नै सकिन्न कि फेरि रातिमा कसम अब इट्स टाइम टु इन अ ब्लग होइन हामी चाहिँ ब्लग इन गर्न जाँदैछौँ थ्याङ्क्स फर वाचिङ दिस भिडियो है टिल इन थ्याङ्क यू गाइज अनि यो चाहिँ हाम्रो जापानको बसाइ कस्तो हुँदैछ यसको बारेमा ल